आज नेपाल निगमले पेट्रोलको मूल्यहरू बढाएको छ। इमिग्रेसन नेपाल आइएम निगम लिमिटेड केन्द्रीय कार्यालय आगलुङ प्रेस विज्ञप्ति 1 के छ। विगत केही महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारणले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको पदार्थको नियन्त्रण मूल्य वृद्धि भइरहेको छ। यो युद्धको कारणले पेट्रोलियम पदार्थ अन्तर्राष्ट्रिय बजारमा नियन्त्रण रूपमा वृद्धि भएको इन्डियन आइएम कर्पोरेसनबाट प्राप्त मूल्य अनुसार स्वचालित रहेको मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन सकेको विषय सबैमा जानकारी नै छ। इन्डियन आइएम कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्य बमोजिम निगमको सञ्चालन समितिको मिति 2083 2 महिना 17 को नियम अनुसार 1 जुन 2026 मिति 2083 2 महिना 18 को बिहान 1 बजेदेखि 12 बजेर 1 बजेदेखि लागू हुने गरी सबैको खुद बिक्री मूल्यको नै यस रहेको छ। पेट्रोलको मूल्य पदार्थ हाल खुद्रा बिक्री मूल्य प्रदान पहिलो 214, तेस्रो 216 र तेस्रोमा 217 रुपैयाँ। डिजलको मूल्य 222 थियो भने 224 225 अहिले भएको 3 रुपैयाँले बढेको छ। तर्फले हवाई इन्धन निगम नियन्त्रण 259 रुपैयाँ छ र हवाई इन्धन अन्तर्राष्ट्रिय प्रदान किलो लिटर त्यो काठमाडौँ डलर 1.1841 को एलपी ग्यास 2160 को र नोट पहिलो वर्गमा अन्तर्गत 4 काली विराटनगर जनकपुर अमरखोन भाली नेपालगञ्ज धनगढी र वीरगञ्ज। तेस्रो वर्गमा अन्तर्राष्ट्रिय सुर्खेत र दाङ। तेस्रो वर्गमा अन्तर्सँग काठमाडौँ र पोखरा र दिपलाई र 3 नम्बरमा छ भने यसरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पछिल्लो रूपमा 62.83 करोड समाधान 2082-83 जेठ 17 गते आइतबारको न्याय नम्बर 1134 को आइएम निगमले जारी गर्नु